अब यतिसम्म भन्न थालो कि फेरि घर घरमा ग्यास ल्याउँछु भनेर पनि एमाले फेरि चलो नयाँ चाल गाइस हेर्न सक्नुहुन्छ। नयाँ चाल चलो यस्तो 70-75 जनालाई मान्छे मारेर जसको कोख रित्तिएको छ, जसको छोरा मरिरहेछ, जसको मरिरहेछ, जुन घरमा एउटा छोरा छ त्यो मरेर उहाँ आमाहरूलाई कस्तो भएको होला, कस्तो के भइरह होला बुझ्नुस्। तपाईहरु यसपालि आँखा खोल्नुस् अनि भोटिङ गर्नु, राम्रो मनले चुनेर घन्टीमा चुनेर दिनु होला भोट। म भन्न चाहन्छु घन्टीमा दिनु होला सबैजनाले घन्टीमा भोट दिनु होला। फेरि पनि जानी बुझेर फेरि पनि एमाले कांग्रेसलाई भोट दिनु भयो भने पछिमा कांग्रेसले त मार खाएर भनिसक्यो कि हामी यस देशमा हामीले मल उत्पादन गर्न सकेका छैनौँ। बचड्न र माओवादी र एमाले कांग्रेसलाई दिन थाल्नु भयो भने यसको जिम्मेदारी सब हजुरहरू हुनुहुन्छ के। हामी जनता गलत हुन्छौँ। फेरि जनता एकचोटि चाहन्थ्यो त्यही चान्स पनि मरिसकेपछि फेरि हाम्रो नेपालको देश रहँदैन। देश नरहेपछि मान्छे रहेर के काम छ र? देशै रहँदैन के। नेपाल पनि केही देश रहँदैन। पुरा भ्रष्टाचारी गरी खत्तम गर्छन्।